हेलो स्वागत छ सबैजनालाई आजको नयाँ भ्लगमा। आज भने हामीहरू काठमाडौँदेखि लाङटाङ हिमालको ट्रेक गर्नेछौँ। काठमाडौँदेखि लाङटाङ हिमाल पुग्नसम्मका सम्पूर्ण दृश्यहरू तपाईहरुलाई देखाउनेछौँ। तपाईहरु भने भिडियोसँग जोडिदै गर्नुहोला। काठमाडौँ बस पार्कदेखि रसुवाको सेप्रेबेसी बजारसम्म भने हामीहरू डाइरेक्ट बसमा यात्रा गर्यौं। रसुवाको सदरमुकाम धुन्चे बजार हो। एकदमै सुन्दर छ, तपाईं देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो शेरफुको बजार हो र यहाँदेखि हाम्रो ट्रेकिङ सुरु भयो हैन। यो पुरै ट्रेकरहरु है यो। शेरफु बजारदेखि चाहिँ हाम्रो यात्रा चाहिँ यो खोलाको तिरैतिर हुन्छ है। यो लाङटाङ खोला हो हैन। अनि यो खोलाको तिरैतिर यात्रा हुन्छ। साप्रेबेसीबाट हिँडेको लगभग आधी घन्टामा चाहिँ हामी यहाँ हाइड्रो पावरसम्म आइपुगिसकेका छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ पावर हाउसको ड्याम हो सुरुको है। एकदमै सुन्दर छ है ड्याम हो है। यहाँसम्म चाहिँ रोड छ हैन। यहाँदेखि चाहिँ हाम्रो ट्रेकिङ सुरु हुन्छ। यहाँसम्म गाडी साडी कतै भेट्यो भने चाहिँ गाडी साडीमा आउन मिल्छ। अब अन्तिम यहाँसम्म हो। यहाँदेखि चाहिँ हाम्रो ट्रेकिङ अब लाङटाङको सुरु हुन्छ है त। अहिले भने हामी ट्याक्कै यो पहिरो होटलमा आइपुगेका छौँ। एकदमै सुन्दर छ है। पहिरो होटलको छेउैबाट मजाले लाङटाङ खोला बगिरहेको छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ यो ब्याम्बो कटेजमा पुगिसकेका छौँ होइन। साप्रेबेसीबाट हिँडेको लगभग 2.5 कि 3 घन्टाको आसपासमा तपाईँ चाहिँ यहाँ आइपुग्नुहुन्छ होइन। एकदम राम्रो छ यहाँ। खाना बस्नुदेखि लिएर सबै व्यवस्थापन राम्रै छ यता है। अहिले भने हामी फाइनल्ली यो रिम्चेमा पुगिसकेका छौँ। यो चाहिँ हाम्रो रिम्चेको गेस्ट हाउस हो। यो चाहिँ देख्न सक्नुहुन्छ। योभन्दा पनि चाहिँ यो लामा होटलमा आइपुग्छौँ। लामा होटल हो है। अहिले चाहिँ हामी यो लामा होटलभन्दा अगाडि आइपुगिसकेका छौँ। देख्न सक्नुहुन्छ एकदमै सुन्दर सुन्दर छ। क्या दामी छ है। अहिले चाहिँ म फाइनल्ली घोडा तबेला भन्ने ठाउँमा आइपुगिसकेको छु। यो चाहिँ हाम्रो लाङटाङ ट्रेक जाने बेला चाहिँ आइपुग्ने ठाउँ हो। घोडा तबेला एकदमै बबाल छ, देख्न सक्नुहुन्छ। होमस्टेहरू बस्न खान एकदम दामी व्यवस्थापन छ। यता चौरी पनि हेर्न मिल्छ। भ्यूहरू छ दामी दामी। यहाँ झरना पनि छ है यहाँनिर। यो झरना हो। फर्स्ट टाइममा धेरै ठुलो हुन्छ, अहिले चाहिँ अलिक सानो भएर छ। अनि सँगै एकदमै सुन्दर छ है। अहिले चाहिँ हामी फाइनल्ली यो थङसाम भिलेजमा आइपुगिसकेका छौँ। ठाउँमा ठ्याक्कै रेस्टुरेन्टमा। अझै हाम्रो ट्रेक चाहिँ अझै अगाडि छ। सीमित छ तर है राम्रो छ है। त्यो चाहिँ देखिरहनु भएको तपाईँ चाहिँ यो चाहिँ गुम्बा डाँडाको गेस्ट हाउस हो नि चाहिँ लाङटाङ जाने बेलाको होइन। ट्याक्क सुन्दर छ। पारिपट्टि हिमाल छ, तलपट्टि यो लाङटाङको खोला हो होइन। यो चाहिँ हाम्रो गुम्बा डाँडा भइगयो। ट्याक्क योभन्दा पारिपट्टि देखिरहेको एउटा हाम्रो लाङटाङको गाउँ हो यो चाहिँ। यतापट्टि हिमाल छ र यहाँभन्दा उतापट्टि हाम्रो खेन्जिङ यतापट्टि पर्छ। हामी त्यहाँ पनि जानेछौँ। तपाईँहरू भिडियोसँग जोड्दै गर्नु होला। अहिले भने म यहाँ लाङटाङ भिलेजमा आइपुगिसकेको छु। देख्न सक्नुहुन्छ एकदमै सुन्दर छ। त्यसपछि हाम्रो ट्रेकिङ अगाडि बढ्दै जान्छ। आज भने हामी फाइनल्ली यो
लाङटाङ ट्रेकिङको लाङटाङ गाउँमा छौँ हामी ट्याक्क अहिले चाहिँ होइन। हामी चाहिँ यता यो धुलुङको पुलको टिपिआर गर्न आएको हामीहरू चाहिँ। अनि यो चाहिँ हाम्रो पारिपट्टि गुम्बा डाँडा र वारिपट्टि चाहिँ लाङटाङको गाउँ चाहिँ जोड्ने झुलुङको पुल छ। यो चाहिँ हाम्रो सङदेखिको हो। यो चाहिँ हाम्रो लगभग 250 मिटरको हामीले लेन्थको राखेको छौँ यो चाहिँ। अनि यस्तो छ हामी चाहिँ सर्भे गर्नु लागिरहेको छौँ। यता मान्छे देख्न सक्नुहुन्छ, यता देखाउनु भाइ। यता मान्छे ट्रेकिङमा पनि आइरहेको छ होइन मान्छेहरू पुरै। त्यो ट्रेकिङ जाने बाटो पनि हाम्रो यही नै हो, त्यसको लागि आएको छ। ल ट्याक्क यो ठाउँमा घुम्दै सर्भे गर्दै अब चिल गर्नुपर्छ। तपाईँहरू पनि भिडियोसँग जोड्दै गर्नु होला। ढुङ्गा भएको ठाउँ हेर हार्ड रक केभ भन्ने छ त्यहाँ उसमा चाहिँ म्यापमा त्यो ठाउँमा पुगेको छु। एकदमै सुन्दर छ है, देख्न सक्नुहुन्छ। ल अहिले भने म फाइनल्ली यो क्यान्जिङ खर्क नजिक आइपुगिसकेको छु। तपाईँ देख्नु तलको बौद्ध स्तूपा र पारिपट्टि ठाउँहरू एकदमै बबाल छ। यो चाहिँ स्तूपा हो र पछाडिपट्टि देख्न सक्नुहुन्छ एकदमै सुन्दर दृश्य। फाइनल्ली म लाङटाङदेखि 3 घन्टाको आसपासमा चाहिँ म यहाँ ठ्याक्क यो क्यान्जिङ भिलेजमा आइपुगिसकेको छु। यो चाहिँ हाम्रो लास्ट गाउँहरू हो यो चाहिँ होइन। होटलहरू बस्ने खाने सबै व्यवस्थापन र यो चाहिँ ब्याङ्क एटिएम यता सबै चिज छ होइन यता चाहिँ। र यहाँभन्दा माथि हाम्रो भ्यू पोइन्ट चाहिँ यता छ। एकदमै सुन्दर छ। म चाहिँ एकदमै एक्साइटेड भएको छु यस्तो दृश्य देख्न पाउँदा। देख्न सक्नुहुन्छ। हेलो आज भने म फाइनल्ली क्यान्जिङको यो लोवर पिकमा चाहिँ म आइपुगिसकेको छु। तपाईँ देख्न सक्नुहुन्छ ठ्याक्कै मभन्दा पछाडि यो क्यान्जिङको लोवर पिक 4400 मिटर हाइटमा छु म होइन। देख्न सक्नुहुन्छ यो चाहिँ यताको भ्यू चाहिँ एकदमै सुन्दर छ। तपाईँ आउन सक्नुहुन्छ। म त एकदमै खुसी एक्साइटेड भएको छु है। देख्न सक्नुहुन्छ, तपाईँ देख्न सक्नुहुन्छ एकदमै सुन्दर दृश्य छ। पारिपट्टि हिमालयनहरू, यहाँ तलपट्टिको देखिरहेको यो गाउँ चाहिँ हाम्रो क्याङ्जिरेको गाउँ हो होइन। एकदमै सुन्दर छ। र यतापट्टि हाम्रो हाइड्रो है। र यतापट्टि देखिरहेको यो चाहिँ ताल चाहिँ यो हिमताल चाहिँ हाम्रो पानीको ड्याम हो। पानीको ड्याम भन्छ के अरे हाइड्रोको ड्याम हो कि यो ड्याम हो। यो हिमतालबाट डाइरेक्ट त्यहाँ जम्मा गरेर तलपट्टि लगेको छ होइन। र यतापट्टिको यो लाङटाङ हिमाल हो र एकदमै सुन्दर छ। तपाईँहरूलाई कस्तो लाग्छ देख्न सक्नुहुन्छ। 360 डिग्रीको नै भ्यू हो यो चाहिँ म देखाइरहेको छु तपाईँहरूलाई। एकदमै सुन्दर छ है। मलाई चाहिँ एकदमै राम्रो लाग्यो, एकदमै इन्जोय। यस्तो तपाईँको ठाउँ चाहिँ तपाईँले अहिलेसम्म कति देखेको थिएन क्या होइन। यति नजिकै एरियामा होइन। अनि राम्रो ट्रेकिङमा यति सुन्दर ठाउँ 360 डिग्रीमा हिमालयको भ्यू है। सजिलो पनि छ ट्रेकिङ गर्न। र यतापट्टि चाहिँ हाम्रो यो चाहिँ लाङटाङ हिमाल हो है। यो चाहिँ लाङटाङ हिमाल हो। एकदमै सुन्दर छ है। स्वर्ग हेर्न कतै जानै पर्दैन है। तपाईँ यतै आउनुपर्छ स्वर्ग हेर्न। नेपालमै छ स्वर्ग है त।